प्रश्न नम्बर 1 हाल नेपालमा चर्चामा रहेको BRI कुन देशको पहल हो? अप्सन एमा रहेको छ ई-सेवा युपिआई, अप्सन बीमा रहेको छ खल्टी पेटिएम, अप्सन सीमा रहेको छ युपिआई एनपिआई, अप्सन डीमा रहेको छ आइएमई युपिआई। यसको राइट एन्सर रहेको छ अप्सन सी युपिआई एनपिआई। प्रश्न नम्बर 2 नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले जुन 2026मा कुन देशको भ्रमण गरे? अप्सन एमा रहेको छ चीन र भारत, अप्सन बीमा रहेको छ जापान र चीन, अप्सन सीमा रहेको छ अमेरिका र भारत, अप्सन डीमा रहेको छ भुटान र चीन। यसको राइट एन्सर रहेको छ अप्सन ए चीन र भारत। प्रश्न नम्बर 3 2026मा नेपालको सङ्घीय मन्त्रालय सङ्ख्या कति बनाएको छ? अप्सन एमा रहेको छ 15वटा, अप्सन बीमा रहेको छ 18वटा, अप्सन सीमा रहेको छ 20वटा, अप्सन डीमा रहेको छ 21वटा। यसको राइट एन्सर रहेको छ अप्सन बी 18वटा। प्रश्न नम्बर 4 नेपाल भारत खुला सिमानाको लम्बाइ करिब कति छ? अप्सन एमा रहेको छ 1500 किमी, अप्सन बीमा रहेको छ 1600 किमी, अप्सन सीमा रहेको छ 1751 किमी, अप्सन डीमा रहेको छ 1850 किमी। यसको राइट एन्सर रहेको छ अप्सन सी 1751 किमी। प्रश्न नम्बर 5 मन्त्रालय सङ्ख्या घटाउने निर्णयको मुख्य उद्देश्य के हो? अप्सन एमा रहेको छ खर्च घटाउने र कार्यकुशलता बढाउने, अप्सन बीमा रहेको छ कर बढाउने, अप्सन सीमा रहेको छ सेना विस्तार गर्ने, अप्सन डीमा रहेको छ प्रदेश बढाउने। यसको राइट एन्सर रहेको छ अप्सन ए खर्च घटाउने र कार्यकुशलता बढाउने। प्रश्न नम्बर 6 नेपालका प्रधानमन्त्री बालेन्द्र शाह कुन राजनीतिक दलसँग सम्बन्धित छन्? अप्सन एमा रहेको छ नेकपा एमाले, अप्सन बीमा रहेको छ नेपाली काङ्ग्रेस, अप्सन सीमा रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी, अप्सन डीमा रहेको छ माओवादी केन्द्र। यसको राइट एन्सर रहेको छ अप्सन सी राष्ट्रिय स्वतन्त्र पार्टी। प्रश्न नम्बर 7 नेपालले कालापानी विवाद समाधानका लागि कुन माध्यममा जोड दिएको छ? अप्सन एमा रहेको छ संयुक्त राष्ट्र सङ्घ, अप्सन बीमा रहेको छ तेस्रो पक्ष मध्यस्थता, अप्सन सीमा रहेको छ द्विपक्षीय वार्ता, अप्सन डीमा रहेको छ अन्तर्राष्ट्रिय अदालत। यसको राइट एन्सर रहेको छ अप्सन सी द्विपक्षीय वार्ता। प्रश्न नम्बर 8 नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले पदभार कहिले ग्रहण गरेका थिए? अप्सन एमा रहेको छ 2024, अप्सन बीमा रहेको छ 2025, अप्सन सीमा रहेको छ मार्च 2026, अप्सन डीमा रहेको छ जनवरी 2026। यसको राइट एन्सर रहेको छ अप्सन सी मार्च 2026। प्रश्न नम्बर 9 हालै नेपालले कुन क्षेत्रमा चिनिया लगानी र सहयोग बढाउने चर्चा गरेको छ? अप्सन एमा रहेको छ कृषि स्वास्थ्य पर्यटन र प्रविधि, अप्सन बीमा रहेको छ केवल कृषि, अप्सन सीमा रहेको छ केवल पर्यटन, अप्सन डीमा रहेको छ केवल शिक्षा। यसको राइट एन्सर रहेको छ अप्सन ए कृषि स्वास्थ्य पर्यटन र प्रविधि। प्रश्न नम्बर 10 नेपालले कुन इन्टरनेट सेवा प्रदायकसँग सक्रिय छलफल गरिरहेको जनाएको छ? अप्सन एमा रहेको छ नोकिया, अप्सन बीमा रहेको छ स्टारलिङ्क, अप्सन सीमा रहेको छ इरिसन, अप्सन डीमा रहेको छ एयरटेल। यसको राइट एन्सर रहेको छ अप्सन बी स्टारलिङ्क। प्रश्न नम्बर 11 संसदको बजेट अधिवेशन कहिलेबाट सुरु भएको थियो? अप्सन एमा रहेको छ वैशाख 1 गते, अप्सन बीमा रहेको छ जेठ 1 गते, अप्सन सीमा रहेको छ मे 11, 2026, अप्सन डीमा रहेको छ असार 1 गते। यसको राइट एन्सर रहेको छ अप्सन सी मे 11, 2026। प्रश्न नम्बर 12 नेपालका राष्ट्रपतिको नाम के हो? अप्सन एमा रहेको छ विद्यादेवी भण्डारी, अप्सन बीमा रहेको छ रामचन्द्र पौडेल, अप्सन सीमा रहेको छ केपी शर्मा ओली, अप्सन डीमा रहेको छ शेरबहादुर देउवा। यसको राइट एन्सर रहेको छ अप्सन बी रामचन्द्र पौडेल। प्रश्न नम्बर 13 भारत नेपाल संयुक्त सैन्य अभ्यासको नाम के हो? अप्सन एमा रहेको छ कोब्रा गोल, अप्सन बीमा रहेको छ सूर्यकिरण, अप्सन सीमा रहेको छ गरुडा।
यसको राइट एन्सर रहेको छ अप्सन बी सूर्यकिरण। प्रश्न नम्बर 14 दक्षिण एसियाको पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन कुन हो? अप्सन एमा रहेको छ मोहट्टरी अम्लेखगञ्ज पाइपलाइन, अप्सन बीमा रहेको छ रक्सोल काठमाडौँ पाइपलाइन, अप्सन सीमा रहेको छ विराटनगर सिलिगुडी पाइपलाइन, अप्सन डीमा रहेको छ जनकपुर पटना पाइपलाइन। यसको राइट एन्सर रहेको छ अप्सन ए मोहट्टरी अम्लेखगञ्ज पाइपलाइन। प्रश्न नम्बर 15 नेपाल भारत सम्बन्धमा सन् 1950 को कुन सन्धि महत्त्वपूर्ण मानिन्छ? अप्सन एमा रहेको छ सुगौली सन्धि, अप्सन बीमा रहेको छ शान्ति तथा मैत्री सन्धि, अप्सन सीमा रहेको छ महाकाली सन्धि, अप्सन डीमा रहेको छ कोशी सन्धि। यसको राइट एन्सर रहेको छ अप्सन बी शान्ति तथा मैत्री सन्धि। प्रश्न नम्बर 16 नेपालमा मन्त्रालय पूर्ण संरचना कहिले स्वीकृत भएको थियो? अप्सन एमा रहेको छ मे 14, 2026, अप्सन बीमा रहेको छ अप्रिल 14, 2026, अप्सन सीमा रहेको छ जुन 1, 2026, अप्सन डीमा रहेको छ मार्च 1, 2026। यसको राइट एन्सर रहेको छ अप्सन ए मे 14, 2026। प्रश्न नम्बर 17 नेपालले चीनसँग कुन पहल अन्तर्गत पूर्वाधार विकासमा सहकार्य गरिरहेको छ? अप्सन एमा रहेको छ क्वाड, अप्सन बीमा रहेको छ BRI, अप्सन सीमा रहेको छ एसियन, अप्सन डीमा रहेको छ सार्क भिसा। यसको राइट एन्सर रहेको छ अप्सन बी BRI। प्रश्न नम्बर 18 नेपाल भारत डिजिटल भुक्तानी सहकार्यले मुख्यतः के सहज बनाउँछ? अप्सन एमा रहेको छ राहदानी, अप्सन बीमा रहेको छ डिजिटल रकम स्थानान्तर, अप्सन सीमा रहेको छ भिसा, अप्सन डीमा रहेको छ नागरिकता। यसको राइट एन्सर रहेको छ अप्सन बी डिजिटल रकम स्थानान्तर।